फागुन 1 गते भोलि महाराज धिराज सवारी हुने कार्यक्रम आज जुन सिडिओले प्रतिबन्ध लाउनु भएको छ ती घेरा तोडेर नेपाली जनताहरु एयरपोर्टमा जान्छन्। यो कुरा तपाईले बुझ्नुहोस्। जानुहुन्छ कि हुँदैन तपाईहरु? घेरा तोडेर जान्छन्, जाने हैन? अब म के भन्छु भने कि ब्रिटिसका घरमा गएर दरबान बस्ने मात्रै गोर्खाली हुन्छ कि साच्चै गोर्खाली हो भने यहाँ देखाउ न। अब साच्चै गोर्खाली हो भने यहाँ देखाउ। ब्रिटिससँग गएर स्वलोट हान्ने, मारवाडीकामा गएर स्वलोट हान्ने मात्रै गोर्खाली होइन क्या। गोर्खाली हो भने साच्चै गोर्खालीको अर्थ भनेको डराउँदैन, देश जोगाउनेलाई गोर्खाली भन्छ। देश जोगाउनु छ साच्चै गोर्खाली भएर भोलि निस्क। निस्किने कि ननिस्किने साथीहरूले भन त भोलि। र सम्पूर्ण काठमाडौँका व्यापारी व्यवसायी र नजिकका जिल्लाहरूमा रहनुभएका सम्पूर्ण राष्ट्रवादी शक्ति दाजुभाइ दिदीबहिनीहरूलाई एकमत भएर भोलि 12 बजी एयरपोर्टमा आइदिनु होला। महाराज धिराजलाई स्वागत गरौं। शान्तिपूर्ण हाम्रो सभा होइन, महाराज धिराजलाई पुर्याउने हो। पोहोर पनि पुर्याएको थियो होइन? शान्तिपूर्ण ठाउँमा पुलिसले हस्तक्षेप नगरोस्। के अरे त्यसले गर्दाखेरि म तपाईहरुलाई एउटा कुरा के भन्न